रिलेसनसिपमा एउटा ट्रस्ट रेस्पेक्ट चाहिँ हुनुपर्छ क्या हैन नजिक होस् या टाढा होस् बोलोस् या नबोलोस् भित्र मनदेखि माया गरेपछि भइहाल्यो नि माया गर्छु भनेर फोटो हाल्ने बोल्ने टिकटक बनाउने भिडियो बनाउने यो मात्र गरेर माया हुँदैन यस्तो गर्ने बाहिर सोशल मिडियामा देखाउने भित्र चाहिँ चिलिम फर्केको पनि देखाएको छ हामीले हैन त्यही भएर ट्रस्ट हुनु पर्यो रोसिकालाई डाक्टरको ट्रस्ट हुनु पर्यो डाक्टरलाई रोसिका हुनु पर्यो रेस्पेक्ट हुनु पर्यो जहाँ रेस्पेक्ट हुन्छ त्यहाँ नराम्रो काम कहिल्यै पनि हुँदैन जुनसुकै सम्बन्ध होस् दाजु बहिनीको सम्बन्ध होस् ड्याडी मम्मीको होस् अथवा छोराछोरीको बुवा आमाको होस् साथीभाइको होस् जेसुकै सम्बन्ध होस् क्या सर र कर्मचारी के अरे सर र स्टाफ होस् स्टाफ र उसको होस् जुनसुकै सम्बन्धमा पनि रेस्पेक्ट भन्ने चिज आइदियो भने ठुलो मान्छेलाई इज्जत दिनुपर्छ भन्ने कुरा आइदियो भने सक्यो तर त्यो रेस्पेक्टमा के पर्छ भन्ने कुरा हुन्छ फेरि कुनै कर्मचारीले गएर अफिसमा गएर तोडफोड गर्ने दुईटा बोतल खायो भन्दैमा झगडा गर्ने हैन यस्तो काम गरेर चाहिँ मैले रेस्पेक्ट गर्छु अघिल्लो दिन चाहिँ म तपाईँ मेरो भगवान हो सर नमस्ते ढोक दिया गर्ने भोलिपल्ट फोड दिया गरे यो चाहिँ भएन यस्तो चाहिँ रेस्पेक्ट हुँदैन यसलाई चाहिँ रेस्पेक्ट मानिँदैन यस्तो गरी मान्छेले चाहिँ अब हुन त प्रगति होस् सबैजनाको नराम्रो भन्न खोजेको होइन मैले तर जिन्दगीमा धेरै गाह्रो साह्रो आउन सक्छ त्यही भएर बी केयरफुल तपाईहरुलाई पनि भनेको हो लङ डिस्टेन्स रिलेसनसिप हो अब उ त बच्चै छ तपाई त अलि म्याचुर्डै हुनुहुन्छ हैन मैले बुझिहाल्छ हाम्रो सँग के भन्नु फेरि हाम्रो सँग त धेरै नै खतरै छ अनि